सुभाष सर कहाँसम्मको यात्रा हो हाम्रो? फिल्म पास सर कस्तो हुँदैछ यात्रा? यस्तो छ हैन भ्यू हेर्नु। त्यो तल देखेको बाटो कोरिडोर हैन, हो त्यो कोरिडोरको लाइन देखिँदैछ त अहिले नै सर। त्यो माथि देखेको त्यो बसन्तपुर हो कि लसुने हो त्यो? एकचोटि त सर मिरर एडजस्ट गर्नु छ। मिरर बाइकको बन्द मिरर एडजस्ट गरियो जुन गरेर विशेष देखाउनु छ। हाम्रो यात्रा अलिकति अप्ठ्यारै छ, बाटो अप्ठ्यारो भएर बाइक पनि अलिकति पुरानो भएकोले के गर्ने, अफिसले यस्तै बाइक दिएको। नजारा राम्रो छ। तर योभन्दा राम्रो मलाई लाग्छ पेट्रोल पम्पको बाटो सजिलो हुँदछ। म पनि हिँडेको छैन नि नयाँ बाटो के जानु पर्छ। जस्तो धेरै लोड भएपछि त कुवाको आवाज लड्ने बिस्तारै बिस्तारै जाऊ। हेर्नुहोस् यहाँबाट तम्बर कोरिडोर देखिन्छ। यहाँ छिनछिन मौसम चेन्ज हुन्छ बेला बेलामै, घाम बेला बेलामा हुस्सो कोरिडोर हुस्सो पनि हेर्न सक्नुहुन्छ। डढेर त त्यस्तो नराम्रो देखिन्छ नि। अहिले पानी परेर घाँसहरू फुलाएर एकदम हरियो
अहिले बसन्त ऋतु लागेको छ नि नयाँ कोपिलाहरू त्यस्तो टाइप काट्ने आउँछ बसन्त ऋतुमा। ट्रक बाइक लिएर जाँदैन त्यो नयाँ टिप्पर यहाँ ल्याउने ठाउँ हेरेको छ त्यस्तो टाइप उसले ढुकुर ढुकुर तपाईँहरूको मौसम हेर्नुहोस् उसलाई यता लिएर आउनु पर्ने हो तपाईँको चन्द्र ढुकुर हाल्न हाल्न सक्दैन अस्ति हामी कति एउटा सानो चरा मार्छ ढुकुर हाल्न जान्छ चरा मार्छ यहाँ हिलो चाहिँ बाटो आन्दोलन गर्नेहरू आफ्नो चिन्जान भएर होला न त बिर्दियो नि त्यतिखेर आउनुभयो मलाई त लाग्छ त्यो आउनुहुन्न भनेर त्यहाँदेखि अस्ति नै बेलुका म फोन गरेर हेर्नुपर्छ सर त्यो उल्यो भने म आउँछु बाटो त अलिक टाढा भए पनि बाटो नेपालको झन्डा
हामी एकचोटि यहाँ म एकचोटि त्यहीँ करिडोर पुगेको अन्तखेरि बाटो गयो यहीँबाट आएर पेट्रोल पम्पबाट आउँछ जस्तो मलाई लाग्छ उताबाट मलाई सब देश गरे जस्तो लाग्छ एकदम त्यहाँ आफ्नो हेरिरहेको छ अनि त्यहाँ त्यति ठाउँ पुग्नलाई कति निकै बेल फलेको थियो अनुसार पहिरो गयो तपाईँको भोजपुरमा क्या तल मुटा सदरमुकामदेखि तल एउटा दलगाउँ भन्ने हेर्नु कति बिजोग भएको छ यहाँ बर्खा गएर पहिरो गएर बाइक लिएर माथि चढाउँदाखेरि ढुङ्गाको सोलिङमा त मलाई निकै अप्ठ्यारो लाग्यो बाइक हेन्डलसम्म हामी जाँदाखेरि थियो सोलमाको बाटोमा हेर्नु कम्ता बिजोग थियो र अनि तपाईँ अनि म एक्लै पर्दाखेरि त्यो बाटो गएछ अनि यो बाटो जाँदाखेरि त्यो खोला पर पानी त्यसरी परिरहेको राख्ने होइन अनि अब बाइक यहाँ छोड्नु बाइकमा लक लाग्दैन जस्तो तपाईँले भन्दा साह्रै जानु त्यो पुल जोलङ्गे पुल पऱ्यो होइन अनि बाइक राख्नु लक सक्दैन बाइकमा बाइक लाग्दैन उडाइदियो भने अनि बाइकमा लिएर रफमा माथि साइडै पुरा उताबाट आउँदाखेरि डर पनि लागिरहेको त्यस्तो बाटो त डर अलिकति चिप्लियो भने कहाँ जान्छ कहाँ जान्छ अनि यति पर्थ्यो अनि एकजना मान्छे आयो अनि उसलाई मलाई अलिकति हेल्प गर्छु तपाईँ बाइक टिप्नु पछाडि तान्दैन अनि उसले चाल्यो अनि त्यसपछि
अनि पानीमा उतै बस्यो अनि एउटा सानो पोल्ट्री थियो होइन आउँदाखेरि पानी नै टेक्नु त्यसमा आउँदाखेरि त पुरै पानी अनि डर लाग्यो अब त्यो मान्छे पानी झऱ्यो कस्तो बाटोमा त गयो त कामै दिनुहोस् अहिले त्यस्तो काम ढुकुर यहाँको मान्छेहरूले थाहा हुन्छ नि त्यो सर्टकट हामीभन्दा अगाडि हेर्नु अनि त्यहाँ पुग्नुहुन्छ पुग्नुहुन्छ माथि डाँडा हो भने गएको त हामी छजना हाम्रो दिनमा दिनभरि लागेको माथि पुग्नलाई अस्ति फेरि गएर बास बसेको त्यही बुढा जुनसुकै बाइकलाई त प्रमाण सर भन्छ बाइकको बिल दिएन बुढो भन्छ त्यो बिल दिन्छ झाडीहरू निकै छ झाडी आइपुग्नुहुन्छ दिएर कसैलाई एक्लै आउनुहुन्छ अनि पागल भएर जानुहुन्छ कहाँ जानुहुन्छ के गर्नुहुन्छ एक्लै थाहा हुँदैन हजुर एकजना साथी लिएर आउनु यता त्यो पारी देखेको हामी त्यही बाटो हुँदै माथि मूलघाटबाट आएको यो तमर कोरिडोर हो यो बाटो हुँदै हामी माथि तमर कोरिडोर जोइन हुन्छौँ अहिले चाहिँ हामी तेह्रथुम अनि त्यो माथि 5 थर यहाँ हेर्न सक्नुहुन्छ बाटो पनि हेर्न सक्नुहुन्छ कतिको अप्ठ्यारो बाटो छ बिस्तारै छ
धान रोप्दैछ उताको पिङवा खोला यो कमर खोला दुवै मिक्स उता जान्छ यो बाटो हुँदा हुँदै यो नयाँ बन्दै गरेको झुलङ्गे पुल पुल मात्र बन्दैछ झुलङ्गे पुल अस्ति बनिसकेको छ जुनबाट हामी अहिले जान्छौँ पनि देखियो झुलङ्गे पुल पनि देखियो यो बाटो यसलाई भनेको छैन अर्को बाटो एक्स्ट्रा अस्ति हामीले आउँदाखेरि यो साइडको एभिटमेन्ट गर्दैछ यस्तो हुन्छ नि सर त्यहाँ बनाउँदै गरेको पछि त त्यहाँको बालुवा केटीहरू जसले गर्दैछ उसको भइहाल्छ नि त्यही भएर उनीहरू त त्यस्तो गर्छ नि ठेकेदारहरू त्योबाट पैसा कमाउँछ नि छिटो गरियो भने त सप्लाई गर्नु पाउँदैन नि सप्लाई गर्दै ढिला गर्दै गर्छ बल्ल तल्ल हामी तमोर आइपुग्न लागेछौँ एक पङ्का चाहिँ हान्यो भने हामी आइपुग्छौँ सोलिङ पनि यो अनौठो किसिमको सोलिङ हो गऱ्यो क्या यसको हाम्रो भक्ति सर प्रो राइडर हुनुहुन्छ यो पनि भत्किने लागेको छ भाडातिर भन्नु नि व्यवस्था गर्नु त्यहीँबाट यो अनि नै भइसक्यो यति पहाडतिर कुदा यति अप्ठ्यारो बाटो कुदायो यो बाटोहरू त त्यो अगाडिमा अलिक सजिलै हुन्छ अन्त अप्ठ्यारो बाटो कुदायो हेर्नुहोस् हामीले तमर आइपुग्यो त्यो हेर्न सक्नुहुन्छ झुलङ्गे पुल यहाँ हाम्रो राइडर प्रो भक्ति सर हेर्नु कस्तो अप्ठ्यारो बाटोमा लाँदैछ बिस्तारै लानुहोस् सर यो झुलङ्गे पुलबाट लान्छ यो हेर्नु नयाँ बन्दै गरेको ब्रिजहरू यहाँ तमोर तानिदिनु सर पछाडिबाट
चलो न यहाँ हेर्न सक्नुहुन्छ हामी योबाट पारी कट्नेछौँ पानी हेर्न सक्नुहुन्छ हजुरहरू जाउँ चल यो हाम्रो राइडर प्रो म्याक्स गल्ती सर्ट एक घन्टा पुग्छ 1 घन्टा लाग्छ टिकट ए ल धन्यवाद फोटो हानिदिनु भिडियो बन्द गरिदिँदैछ अब निकै